परमेश्वरलाई धन्यवाद होस्। ख्रीष्ट येशूको नाममा सबैलाई जय मसीह तथा स्वागत छ। म पास्टर पदम बराल आज तपाईहरुको बीचमा परमेश्वरको जीवित वचन लिएर आएको छु। म सुसमाचारको पुस्तक यूहन्ना सुसमाचारको पुस्तक 20 अध्यायको 29 पदमा त्यहाँ थोमा भन्ने एकजना परमेश्वरको दास हुनुहुन्छ र जतिखेर येशू ख्रीष्ट हाम्रो अधर्म पापको निम्ति उहाँ चाहिँ मारिनु भयो, गाडिनु भयो र तेस्रो दिनमा उहाँ जिउँदो भएर पौडी उठेर चेला कहाँ देखिनु भएको थियो। त्यतिखेर त्यहाँ थोमा परमेश्वरको दास हुनुहुन्थेन र पछि उनी फर्केर कहीँबाट आइरहेका थिए र चेलाहरूले अनि थोमालाई भने हामीले प्रभु येशूलाई चाहिँ हाम्रो गुरुलाई देख्यौँ। अनि थोमाले चाहिँ आफ्नो साथीहरूलाई 11 जना चेलाहरूलाई चाहिँ आफ्नो साथीहरूलाई चाहिँ येशूको 11 जना चेलालाई के भने जबसम्म म येशूको पन्जामा आफ्नो औँला हाल्दिनँ, उहाँको कोखामा भाला हानेको कोखामा म आफ्नो हात हाल्दैन, तबसम्म म विश्वास गर्दैन कि येशू मेरो गुरु जिउँदो भएर उठिसक्नु भएको छ भनेर यसरी जवाब आफ्ना साथीहरूलाई दिए। प्रियहरू, यो वचनको प्रकाशले हामीलाई के बताउँछ भने आज के त्यो परमेश्वर जसले तपाईलाई र मलाई त्यो अन्धकारको पापको दासत्वबाट उहाँले छुटकारा गर्नुभयो, हामीलाई चाहिँ विश्वासबाट उहाँले धर्मी ठहराउनु भयो, हामीलाई त्यो बन्धनबाट उहाँले विश्वासद्वारा उहाँले हामीलाई स्वतन्त्र गर्नुभयो। के आजको दिनमा तपाईँ र म जुनसुकै अवस्थामा भए पनि जस्तोसुकै अवस्थामा भए पनि के उहाँले हामीलाई त्यहाँबाट निकाल्नु हुने छैन र पक्का पनि निकाल्नु हुनेछ। परमेश्वरको वचन हिब्रूको पुस्तक 11 को 1 पदले भन्छ, प्रियहरू परमेश्वरको वचनले हामीलाई उत्साह गर्दछ। विश्वास चाहिँ आशा राखेको कुराको नदेखेको दृढ भरोसा हो। प्रियहरू, संसारको विश्वास भनेको आँखाले देखिने कुराको विश्वास हो भने तर परमेश्वरलाई विश्वास गर्नु भनेको क्रिस्चियन विश्वास भनेको हामीले आफ्नो नाङ्गा आँखाले देखेर मात्र विश्वास गर्ने विश्वास होइन। प्रियहरू, हामी जुन कुराहरू पाउने इच्छा गर्छौँ, जुन कुरा हामी प्राप्त गर्ने इच्छा गर्छौँ, जुन कुराको निम्ति हामी ठोस निर्णय लिएर प्रभुमा अडिग हुन्छौँ, प्रभुले हाम्रो निम्ति त काम गर्नुहुन्छ, प्रभुले मलाई त्यो कुरा जुटाउनुहुन्छ, प्रभुले मलाई चङ्गाइदिनुहुन्छ, प्रभुले मलाई छुटकारा दिनुहुन्छ, परमेश्वर मलाई दया गर्नुहुन्छ, परमेश्वरले मलाई प्रेम गर्ने परमेश्वर हुनुहुन्छ भनेर हामी विश्वासमा खडा हुन्छौँ भने त्यो चाहिँ हाम्रो विश्वास हो। विश्वास चाहिँ आशा राखेको कुराको नदेखेको भिड भरोसा। के तपाईँ विश्वास गर्नुहुन्छ? आज प्रभु येशूले तपाईँलाई छुटकारा गरिदिनुहुन्छ, आज तपाईँलाई चङ्गाइ गरिदिनुहुन्छ, आज तपाईँलाई प्रशस्तताको जीवन दिनुहुन्छ, आज तपाईँका नभेटेका कामहरू तपाईँले